मेरो भाग्य मात्र यस्तो हो कि सबैको उस्तै हुन्छ कुन्नी। जे गर्छु भनेर सोध्छु त्यो ठिक विपरीत भइदिन्छ। लाग्छ खुसी भन्ने चिजसँग मेरो निकै ठुलो दुश्मनी छ। त्यसैले जब म अलिअलि खुसी हुन थाल्छु त्यसै बेला केही न केही घटना घटेर दुःखी हुन पुग्छु। पूर्वजन्म र पुनर्जन्मको कुरामा विश्वास नगर्नु भन्छन्, तर पनि यस्तो लाग्छ कि योभन्दा पहिलेको जुनीमा मैले कुनै निकै नै ठुलो पाप गरेकी थिएँ अनि त्यही समयको पापको फल अहिले आएर भोग्दैछु। सबैतिरबाट हार खाइसके, मैले केही जिउने आधार नै भेट्दिनँ। तर पनि न त विष पिएर मर्न सक्छु न त झुन्डिएर नै। प्रत्येक पल पल मरेर पनि दुनियाँ सामु जिउँदो देखिएर बाँचिरहनु पर्ने। खोइ यो जिन्दगी पनि कस्तो जिन्दगी हो। हाँसी खुसी घुम्दै हिँडेको मोजमस्ती गरेको त सबैले देख्छन्, तर मन भित्रभित्रै जलेर खरानी भइसक्दा पनि कसैले देख्दैनन्। म तिम्रो मन पढ्न सक्छु, म तिम्रो हरेक सुख दुःख महसुस गर्न सक्छु भन्नेले पनि कहिले बुझ्न सक्दैनन्। उनीहरूले पनि बस हाँसेर बोलेको देख्छन्। यो कति खुसी छे यस्तै सोध्छन्। आखिर जिन्दगी भन्नु के नै रहेछ र? मनभित्रको दर्द पीडाहरूलाई मनभित्रै दबाएर पनि अरू दुनियाँ सामु देखावटी हाँसो हाँस्नुपर्ने। मनमनै पल पल मरेर पनि अरू मानिसहरूको सामु बाँच्नुपर्ने। भन्न त सबै एक बारको जुनी अमूल्य छ, यसलाई खेर फ्याँक्नु हुँदैन भन्छन्, तर मलाई घृणा छ यो जिन्दगीसँग। साँच्ची नै धेरै घृणा छ मलाई यो जिन्दगीसँग। हे भगवान्, छिटो लैजा के तैँले दिएको यो जिन्दगी, अरू कसैलाई लगेर दे बरु। जसलाई धेरै बाँच्न इच्छा छ, जसको जिन्दगीमा खुसी नै खुसी छ। म त वाक्क दिक्क भइसकेकी छु अनि यसरी धेरै दिन जिउन पनि मन छैन।